नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस। नयाँ भाडा बर्तन र सुनचाँदीको गरगहना किनमेल गर्ने उत्तम दिन। श्रीकृष्ण हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदद्वारा जनकपुरधाममा जानकी मन्दिरबाट शोभायात्रा निकालियो। जनकपुरधाममा पेट्रोल पम्प सञ्चालक शाहको हत्या भएको विरोधमा शनिबार प्रदेश 2 का पेट्रोल पम्प बन्द। आपूर्ति मन्त्री यादवले गरे मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास। र प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको नेपाली काङ्ग्रेसका महामन्त्री कोइरालाको भनाई। अब समाचार विस्तारमा। आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस। यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ। यस दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गरिन्छ। धनतेरसका दिन नेपालको मधेसका सबै भारतमा नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ। त्यस क्षेत्रमा समाजका उच्च माध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभर यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन्। यस पर्वमा धातु खरिद गर्नुपर्ने परम्पराको सुरुवातमा विषयमा कुनै निश्चित प्रमाण छैन, तर धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा खरिदका लागि शुभ मान्न थालिएको हो। यसैबीच नेपालीहरूको दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म 5 दिन मनाइने तिहारको अवधिलाई यमपञ्चक पनि भन्ने गरिन्छ। यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिन्छ। विशेष गरी पहाडी समुदायले काग पूजा गर्ने गरेको छ। यस दिन कागलाई मिठा खानेकुरा दिएमा राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ। कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ। आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा कागरूपी महादेवलाई पूजा गर्ने भक्तजनको भिड रहेको छ। यमराज पनि 5 दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुना कहाँ अतिथिका रूपमा बसेर भाइटिका ग्रहण गर्ने भएकाले यस पर्वलाई दीपावलीको अवधिलाई यमपञ्चक पनि भनिन्छ। देवताहरूका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ। आयुर्वेद चिकित्सा तथा पूर्वीय दर्शनका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तीको अवसरमा शनिबार काठमाडौँ नरदेवीमा विशेष कार्यक्रम गरिएको छ। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्र यादवले नेपाल औषधिजन्य जडीबुटीको धनी देश भए पनि जडीबुटीको सदुपयोग गर्न नसकिएको बताउनुभयो। आयुर्वेदमा केन्द्रित बजेट न्यून रहेको तथा विनियोजित बजेट पनि खर्च भइरहेको अवस्था रहेको भन्दै उहाँले आयुर्वेद चिकित्सा पद्धतिलाई प्राथमिकताका साथ लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। उहाँले आयुर्वेदिक चिकित्सा तथा आयुर्वेदिक औषधिको महत्त्व बुझाउने गरी सर्वसाधारणमा जनचेतना फैलाउनु पर्ने पनि जोड दिनुभयो। हामी कहाँ पनि धेरै औषधिहरू यस्तो छन्, हाम्रो भूगोल यस्तो छन् कि केही गर्मी ठाउँमा पाउने पनि औषधि छन् भने चिसो ठाउँमा पनि पाउने चाहिँ जडीबुटीहरू छन्। तर यसमा चाहिँ इमानदार प्रयास सबैजनाको जबसम्म हुँदैन, चाहे त्यो आयुर्वेद होस् चाहे जेनरल मेडिसिन होस्, हामी धेरै राम्रो गर्न सक्छौँ भन्ने मलाई लाग्दैन। यसमा पनि आयुर्वेदमा एलोकेटेड भएको बजेट एकदम न्यून छ, तर जो बजेट छ त्यो जसरी कि अहिले नै 3 देखि 6 करोड रुपियाँ अहिले वैद्यखानाको लाग्यो, त्यो पनि खर्च हुने अवस्था छ। मैले हेरेँ अनुसार हामी 2 चोटि भिजिट गरे हेरेँ, जडीबुटी छ कति साल पुरानो छ, युजै गरेको छैन। त्यसैले चाहिँ यसमा के छ भने हामी सबैजना आफ्नो आफ्नो ठाउँमा जिम्मेवार भएर हेर्यो भने
यसैगरी धन्वन्तरीको जन्मजयन्तीको अवसरमा वैद्यखानामा धन्वन्तरी भगवानको विधिपूर्वक पूजाआजा गरिएको छ। सिंहदरबार वैद्यखाना विकास समितिले आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा भगवान धन्वन्तरीको विशेष पूजा गर्नुको साथै आयुर्वेदिक चिकित्साको बारेमा छलफल गरेको छ। विकास समितिका प्रबन्ध निर्देशक डाक्टर वंशदीप शर्मा खरेलले आयुर्वेद चिकित्सालाई अघि बढाउँदै गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने जनाउनुभयो। हामी भगवान धन्वन्तरीको सम्झनाको साथसाथै उहाँले प्रवर्धन गर्नुभएको आयुर्वेद चिकित्सा र पूर्वीय दर्शनलाई सोअनुसार यस आयुर्वेद चिकित्सा पद्धतिको वृद्धि विकास र यसको उन्नतिको लागि आफ्नो कार्यक्रमहरूसहित अगाडि बढ्ने प्रण गर्दै भगवान धन्वन्तरीसँग प्रार्थना गर्दै अगाडि बढ्ने प्रयत्नहरू गरिरहेका हुन्छौँ। आयुर्वेद चिकित्सा पद्धतिलाई अझ अगाडि बढाउँदै यस सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने गुणस्तरीय आयुर्वेद औषधिहरूको प्रयोग गर्नको लागि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी कार्यक्रममा आयुर्वेदिक चिकित्सा पद्धतिलाई संसारकै पुरानो चिकित्सा पद्धति मान्ने गरिए पनि त्यसको समयानुकूल विकास र प्रबन्धन हुन नसक्दा छायामा पर्दै आएको छ। श्री हनुमान जयन्तीको अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ। आज हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामले प्रत्येक वर्ष झै यस वर्ष पनि जानकी मन्दिरबाट शोभायात्रा निकालिएको छ। परिषदका अध्यक्ष शम्भु शाहले यस वर्ष सडक मर्मत भइरहेका रथ बिना नै शोभायात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिला र जनकपुरधामवासीहरूलाई आग्रह गरेका छन्। जते सुखी से सब हनुमान जी के पूजा कला से मात्र हो सके अब ताहि दुआरे हम सब हनुमान जी के पूजा विशेष रूप में जे है सब कोई के शिक्षा दै छी कि कम से कम दोसर देवी देवता के पूजे छी त कम से कम ओहि लागल हनुमान जी के सेहो एकटा अथी करू पूजा करू। उनका अनुसार जानकी मन्दिरबाट सुरु भएको शोभायात्रा बिहारकुण्ड पुगेर कुण्डको परिक्रमा गर्नुको साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरी हनुमान जयन्ती मनाइने छ। बैंडबाजा र झाँकी सहित निकालिएको शोभायात्रामा महिला युवा साधु सन्तहरूको सहभागिता रहेको थियो। जनकपुरधामका पेट्रोल पम्प सञ्चालक मनोज शाहको हत्या भएको विरोधमा शनिबार प्रदेश 2 भरिके पेट्रोल पम्प बन्द गरिएको छ। आफ्ना सदस्य शाहको हत्या विरोधमा पेट्रोलियम डिलर्स एसोसिएसनको आह्वानमा पेट्रोल पम्प बन्द गरिएको छ। धनुषाका पेट्रोल पम्पहरू बिहानदेखि बन्द रहेका छन् भने धनुषा बाहेकका 7 जिल्लाका पम्पहरू 2 घण्टाका लागि बन्द गरिएको छ। धनुषाका पम्पहरू दिनभर बन्द रहनेछन् भने बाँकी 7 जिल्लाका पम्पहरू मध्याह्न 12 बजेदेखि 2 बजेसम्म बन्द रहने एसोसिएसनका अध्यक्ष विष्णुदेव शाहले जानकारी दिए। पेट्रोल पम्पहरू बन्द भएपछि उपभोक्ताहरू समस्यामा परेका छन्। जनकपुरधाम 14 मुजेलिया निवासी पङ्कज चौधरीले लिएको डिजल बापतको रकम माग्न जाँदा बुधबार चौधरीले गोली प्रहार गरी शाहको हत्या गरेका थिए। एसोसिएसनले पेट्रोलियम पदार्थको रकम भुक्तानीको माग गर्दा व्यवसायमाथि नै गोली प्रहार गरी हत्या गर्नु आपराधिक प्रवृत्तिको उच्चतम नमुना भएको जनाएको छ। यसले सम्पूर्ण पेट्रोलियम व्यवस्था क्षेत्र असुरक्षित बन्दै गएको जसले जनाएको छ। घटनाको भर्त्सना गर्दै अध्यक्ष शाहले यो घटनाले पेट्रोलियम व्यवसाय मात्र नभएर सम्पूर्ण निजी क्षेत्रमा त्रास उत्पन्न भएको बताएका छन्। शाहले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गम्भीर भए कार्य गर्नेतर्फ ध्यानदर्शन गराउँदै गोली प्रहार गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास गरिएको छ। शनिबार 12 को अमलेखगञ्जमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमका प्रतिनिधि सहितको उपस्थितिमा आपूर्ति मन्त्री मातृका यादवले दुवै पाइपलाइन परियोजनाको शिलान्यास गर्नुभएको हो। मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन पेट्रोलियम पाइपलाइनको विस्तार कार्य सँगसँगै हुनेछ। भारतको मोतिहारी हुँदै नेपालको लोथरसम्म कुल 131 किलोमिटर ग्यास पाइपलाइन निर्माण र अमलेखगञ्जबाट चितवनको लोथरसम्म करिब 62 किलोमिटर पाइपलाइन विस्तार हुने बताइएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्जिनियरिङ संस्थाले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार अमलेखगञ्ज चितवन पेट्रोलियम पाइपलाइन निर्माणमा 9 अर्ब 86 करोड र मोतिहारी चितवन ग्यास पाइपलाइनमा 15 अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको जनाएको छ।
आयल निगमका दोस्रो चरणको यो परियोजनाको लागत निगमले 5 वर्षमै आफैले उठाउने दावी गर्दै काठमाडौँ निजगढ द्रुतमार्ग हुँदै पनि विस्तारको गर्न अध्ययन सुरु भएको बतायो। चितवनको लोथरमा निगमले यसअघि नै 20 बिघा जमिन खरिद गरी भण्डारण गर्ने लक्ष्य लिएको थियो। अमलेशगञ्जदेखि हेटौडासम्म कान्तिराज पथको किनाराबाट र हेटौडादेखि लोथरसम्म महेन्द्र राजमार्गको किनार पाइपलाइन योजना रहेको निगमले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले प्रेस स्वतन्त्रताले नै राष्ट्रिय स्वतन्त्र छ कि छैन भन्ने संकेत दिने बताउनुभयो। प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उहाँले प्रेस जहिले पनि स्वतन्त्र भएर रहनुपर्ने बताउनुभयो। अहिलेको सरकारले प्रेसलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै कोइरालाले त्यसलाई आफू र आफ्नो पार्टीले निन्दा गरेको पनि बताउनुभयो। देश समृद्ध बनाउनका लागि विदेशमा रहेका 50 लाख भन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उहाँले नेपालमा अहिले भएका सबै विकासका कांग्रेसका पालानामा भएको दावी गर्नुभयो। उहाँले 2/3 सरकार भएर पनि देश विकासका लागि स्पष्ट दृष्टिकोण नदेखिएको कोइरालाको टिप्पणी थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रता बिना सम्भव नरहेको बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले मन्तव्य राखेका थिए। युनियनले गत वर्षबाट काग तिहारका दिन सेलरोटी खाएर शुभकामना आदान-प्रदान गर्न सुरु गरेको हो। कागलाई सन्देश वाहकका रूपमा लिँदै यस्तो अभ्यास सुरु गरिएको थियो। ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्व सभासद कमला सुवेदीको निधन भएको छ। तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी सुवेदीको 50 वर्षको उमेरमा निधन भएको हो। शनिबार बिहान काठमाडौँको पशुपति आर्यघाटमा उनको दाह संस्कार गरिएको छ। सुवेदीको पार्थिव शरीरमा नेकपाका नेता माधव कुमार नेपालले पार्टीको झण्डा उडाएका छन्। उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी साख्य, अमृत बोहरा लगायतका नेता कार्यकर्ताहरू आर्यघाटमा पुगेका छन्। रामेछापको बाबिया खर्प माइती र मन्थली नगरपालिका वडा नम्बर 1 घर भएकी सुवेदी रामेछाप काठमाडौँ सम्पर्क समितिको संयोजक समेत बनेकी थिइन्। सुनसरीको धरान स्थित बगरकोटमा हानाहान भएको छ। तेर्थुम घर भई धरान 11 मा बस्दै आएका विष्णु लिम्बुले धरान बगरकोट बस्ने दीपक चेम्जोङले मापसे गरी गाली गलौज गरेको विषयलाई लिएर कुटपिट गरेको प्रहरले जनाएको छ। लिम्बुको कुटाइबाट घाइते चेम्जोङ बेहोस बनेको प्रहरले जनाएको छ। घाइते चेम्जोङको धरान स्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। स्रोत नखुलेको नेपाली र भारतीय रकम सहित महोत्तरीको छुट्टा-छुट्टै स्थानबाट 2 जना पक्राउ परेका छन्। दुवैजना चेकजाँचका क्रममा पक्राउ परेको प्रहरले जनाएको छ। मोतिहारीको महोत्तरीको जलेश्वर नगरपालिका 3 स्थित भिठामोडबाट 5,75,000 रकम सहित जनकपुरधाम उपमहानगरपालिका निवासी 32 वर्षीय विजय महासेठलाई पक्राउ गरिएको छ। यस्तै सोही जिल्लाको मटिहानी नगरपालिका 6 निवासी जीवनकुमार पूर्वेलाई 11 लाख नेपाली रकम सहित पक्राउ गरिएको महोत्तरी प्रहरले जनाएको छ। उनलाई मटिहानी नगरपालिका 2 बाट चेक जाँचका क्रममा पक्राउ गरिएको हो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस। नयाँ भाडा बर्तन र सुनचाँदीको गरगहना किनमेल गर्ने उत्तम दिन। श्री हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदद्वारा जनकपुरधाममा जानकी मन्दिरबाट शोभायात्रा निकालियो। जनकपुरधाममा पेट्रोल पम्प सञ्चालक शाहको हत्या भएको विरोधमा शनिबार प्रदेश 2 मा पेट्रोल पम्प बन्द। आपूर्ति मन्त्री यादवले गरे मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास।
र प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको नेपाली काङ्ग्रेसका महामन्त्री कोइरालाको भनाइ। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।